लिपुलेक र लिम्पियाधुरामा सड़क पुर्याउन पूर्वाधार निर्माण भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। तुषार पानीदेखि ठिङ्कर नाकासम्म झण्डै 79 किलोमिटर सड़कमा नेपाली सेना मार्फत काम भइरहेको जानकारी। गएका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भइरहेको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। अब माओवादी केन्द्र आफ्नै खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत साबित भएको दावी। चीनसँगका 14वटा नाका पुनः सञ्चालन गर्न 7 वर्ष अघि नै हस्ताक्षर भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नाका सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय एवं कूटनीतिक रूपमा पहल भइरहेको दावी। थारू मुस्लिम लगायत समुदायको आरक्षणको माग सम्बोधन हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकार गठन भए पश्चात मन्त्री परिषदबाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको जानकारी। सिराहाको औरहीमा दलित समुदायमाथि भएको विभेदबारे नेपाली कांग्रेसका सांसद जीवन बहादुर परियारले गरे घोर भत्सर्ना। पीड़ित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग। पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झण्डाको अपमान गरेको नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाको आरोप। सरकारले पूर्व राजालाई शाही निशान प्रयोग नगर्न भन्नुपर्ने सुझाव। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसद ठाकुर बैलेको असन्तुष्टि। उत्पादित विद्युतको खपत बढ़ाउनु पर्नेमा जोड़। आम जनता पार्टी आजपाले माग्यो प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह। लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लवको भनाई। गणतन्त्रबाट आम नागरिकले समान अधिकार पाउनुपर्नेमा जोड़। बीमाको दायरा 5 लाख पुर्याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको भनाई। स्ट्रोक लगायत ठूला रोगको औषधि महँगो हुने भएकाले उपचारमा बीमा बाहेकको विकल्प खोज्नुपर्ने तर्क। गत असोजमा बागमती कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढ़ी पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम तत्काल अघि बढ़ाउने गृहमन्त्री रमेश लेखकको भनाई। आगामी दिनमा विपदबाट हुनै सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ़ने विषयमा छलफल भइरहेको जानकारी। नेकपा एमालेका सांसद सुहाङ निङमाङले गरी इलाममा शैक्षिक पूर्वाधारको प्राथमिकता आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारको माग। उत्कृष्ट शिक्षाका लागि सरकारको ठोस योजना र लगानी अपरिहार्य रहेको उल्लेख। प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनको बीच टेलिफोन वार्ता। हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिन आग्रह। नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भए पनि सन्तोष गर्ने अवस्था नरहेको नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको भनाई। सरकारले आफ्ना युवाहरू स्वदेशमै राख्न सक्ने वातावरण सृजना गर्न जरुरी रहेको सुझाव। प्रवास तथा विदेशमा रहेका नेपालीलाई निराश नहुन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको आग्रह। पछिल्लो समय पूर्व राजावादीले लोकतान्त्रिक व्यवस्थालाई जिस्काउने दुष्प्रयास गरिरहेको आरोप। गणतन्त्र र लोकतन्त्रले नै नेपालमा सामाजिक तथा भौतिक विकासको गति दिएको उल्लेख। देशमा सुशासन नरहेको नेपाली कांग्रेसका सांसद डाक्टर शेखर कोइरालाको भनाई। नेपाल अप्ठ्यारोमा परेको जिकिर। अबका दिनमा कुनै पनि पार्टीको पछि नलाग्ने स्पष्टीकरण। भन्छन् सरकारलाई खबरदारी गर्ने जिम्मेवारी हामीहरूको हो। काठमाडौँ क्षेत्र नम्बर 2 मा पर्ने कागेश्वरी मनोहरा नगरपालिका स्थित बैटीचौरमा पहिरोका कारण स्थानीयका घर जोखिममा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राजपाटी सांसद शोभिता गौतमले गराइन् सरकारको ध्यानाकर्षण। सर्वसाधारणको घरलाई सरकारले बेवास्ता गरेको आरोप। 3वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षघात भएका बिरामीलाई निशुल्क औषधि उपलब्ध गराइने। प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई। नियुक्ति पाएको शिक्षक अनुपस्थित भएका बेला खेताला शिक्षक राखेर तलब दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा कुलेश्वर मावि काठमाडौँका प्रधानाध्यापक सहित 4 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। करार शिक्षक विद्यालयमा अनुपस्थित भएका बेला काठमाडौँ महानगरलाई जानकारी नगराई खेताला शिक्षक नियुक्त गरिएको आरोप। भाटभटिनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले गराई अवैध भेटबारे सांसदद्वय गन्ध कार्की र मनिष शाहले व्यक्त गरेको धारणाप्रति ध्यानाकर्षण। भन्छन् सांसदहरूको आरोपमा सत्यता छैन।
काठमाडौँका 2 फरक ठाउँमा प्रेसर कुकर पड्किँदा 2 जना घाइते हुनुमा 23 वर्षका विशाल तामाङ र 34 वर्षका ज्ञानबहादुर श्रेष्ठ रहेको प्रहरीद्वारा जानकारी। राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै। पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी 25,000 घुस रकमसहित पक्राउ, 1 लाख रुपियाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा 25,000 नगदसहित गिरीलाई पक्राउ गरिएको अख्तियारको भनाई। नेपाल खुल्ला विश्वविद्यालयले ग्रेजुएट सम्मेलनको आयोजना गर्दै यही चैत्र 23 र 24 गतेसम्म 2 दिन काठमाडौँमा आयोजना गर्न लागि सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालय, कलेज र शैक्षिक संस्थाका ग्रेजुएट विद्यार्थी तथा युवा अनुसन्धानकर्ताहरूले भाग लिने। व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर 20 वर्ष कैद सजाय सुनाइएका 1 जना व्यक्ति 20 वर्षपछि पक्राउ पर्नेमा शंकुमा सभाको चैनपुर नगरपालिका 9 खामलिङका 51 वर्षका चतुरमान तामाङ रहेको प्रहरीद्वारा जानकारी। काठमाडौँको बबरमहल चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु हुनेमा भक्तपुरको 3 बस्दै आएका खोटाङका 26 वर्षका ईशान राई रहेको प्रहरीद्वारा जानकारी। बाढ़ी पहिरोबाट क्षतिग्रस्त बेटी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने, क्षतिग्रस्त सड़क खण्डको पुनर्निर्माण गर्न 4 प्याकेजमा काम गर्ने तयारी। प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब 2 महिनामा ठेक्का सम्झौता हुने। बाजुरामा भूकम्प पीड़ितलाई पुनर्निर्माणका लागि दोस्रो किस्ता दिइने। बाजुरामा मनसुन जन्य विपदका प्रभावितका लागि पनि रकम आइसक्यो, अब प्रभावित ठाउँमा पठाउने तयारी सुरु। चालू आर्थिक वर्षको पहिलो 8 महिनामा नेपालको व्यापार घाटा 9 खर्ब 87 अर्ब 39 करोड़ रुपियाँ पुग्यो। श्रावणदेखि फागुनसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा 6.22% बढ्यो। शेयर बजार लगातार 5औं दिन बिहिबार पनि घट्यो। कारोबार रकम भने 4 अर्ब 56 करोड़ रुपियाँमा पुग्यो। स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। खेलकुद क्षेत्रलाई कांग्रेसले अझ अगाडि बढाउने प्रतिबद्धता। प्रधानमन्त्री कप 1 दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पुलिसको लगातार 7औं जित। कर्णालीले लुम्बिनीलाई 5 रनले हरायो। कर्णालीको यो 6 खेलमा तेस्रो जित, लुम्बिनीको 7 खेलमा तेस्रो हार। 19 वर्ष मुनिको पुरुष साफ च्याम्पियनशिपको लागि मुख्य प्रशिक्षक अर्जुन श्रेष्ठले गरे अन्तिम टोली छनौटका लागि 58 खेलाडीको सूची सार्वजनिक। खेल भारतमा आगामी मे 9 देखि 18 सम्म हुने। नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै नयाँ प्रशिक्षक म्याट रोज नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल साँझ 6:15 बजेदेखि हुने कार्यतालिका। 13औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लव लाल श्रेष्ठद्वारा संन्यासको घोषणा। नेपाल कराते महासंघ नेतृत्वले विभेदपूर्ण व्यवहार गरेको गुनासो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोन वार्ता गरे। झण्डै 1 घण्टा लामो फोन कुराकानी सकारात्मक भएको जानकारी। र इजरायली हवाई आक्रमणपछि स्थलगत कारबाही थालियो। इजरायली हवाई आक्रमणमा 430 धेरैको मृत्यु। नयाँ आक्रमणले इजरायल र हमासबीच जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताको अन्त्य भएको संकेत।